अब त्यो लगिहाल्यो भने चाहिँ के गर्छौ त अनि? के गर्छु जे भए नि गर्छु आखिर नगर न भनिराखेको छ मेरो छोराछोरीहरूले नगर्नु नै भनेको छ तर पनि मेरो ल्याएर ढिपीले गरौँ भनेर पो त अनि पैसा नि दिन्छ त? किन दिँदैन म यस्तो भयो छैन सबै छाडे है म पैसा चाहियो भन्दा दिँदैन मलाई कहिले दिन्छ त्यसो भने अब यहाँ 40,000 माग न त गाडी बनाउनु पर्ने छ। यो तपाईँको लागि चाहिँ म माग्नु सक्दिनँ यो गाडीको लागि चाहिँ दिँदैन यो गाडी पनि किनिदिनु बनाइ पनि दिनु अब आधी कल्चे भयो त अब नकिनी के गर्नु यो होइन आमा? कोडी पनि दिनु बाटी पनि दिनु ताइते फुल पनि लगाइदिनु टिम लगाइदिनु ऐना पनि हेरिदिनु त्यसो भन्छ फेरि गर्नु परेन अनि सबै कुरा? त्यत्रो मलाई पेल्यो क्या त्यो नेवारको